ल है सेवारो नमस्कार। नयाँ लिम्बन युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ काबेलीको बारेमा हजुरहरूलाई जानकारी गराउँदैछु र लिम्बू भाषामा चाहिँ यो खोलालाई कावामा खोला भनिन्छ। बाटो अलि अप्ठ्यारो छ, लडिन्छ जस्तो जस्तो छ। अप्ठ्यारो भए पनि म ल फुल काबेली विद्युत आयोजनाको यो क्षेत्र हो, यो कार्यक्षेत्र। चियाली हो चिसो चिसो। दिउँसो त गर्मी छैन। कहाँदेखि आउनुभएको काममा? रामेछाप के तामाङ हो? रामेछापमा बढी तामाङ बस्छ नि त होइन? अब कहिले जाने घर? ए माघीमा माघी मनाउँछ नि होइन? लोसार सोनाम लोसार। ल के भयो यो चाहिँ? के भयो? बिग्रेको के बिग्रेको? ए अब बनाउनु पर्यो। भइगयो त। तर अब जाडो पो आयो त होइन? हाम्रो यात्रा चलिरहेको छ। यो बाटो चाहिँ सरर र तेल्लोक सिनाम श्रीजङ्गा थेबेको जन्मस्थल हुँदै मामाङ्खे र हुँदै माथि कञ्चनजङ्घा हिमालको बेस क्याम्पसम्म जान सकिन्छ। यो बाटो हिउँदो बर्खामा अहिले चल्छ। यहाँ अलिकति परतिर चाहिँ खोलीखेत सामुदायिक वनमा चाहिँ अलिकति विवाद भएर काबेली बजार जोडिएको छैन। माथि घुमेर मानेटार हुँदै महेन्द्र चोकदेखि तल काबेली हुँदै ताप्लेजुङ, अनि त्यहाँदेखि काबेली हुँदै काबेली किनार किनार हुँदै पर तमर कोरिडोर बाटो धरानसम्म जान सकिन्छ। यो बाटो अब नेपालको इन्जिनियरको अलिकति विवेक नपुगेकोले उहाँ खोलाको मा चाहिँ अलिक तलै पुछारमै छोटो पुल बनाइएको थियो, त्यो बगाएर लगेको छ। त्यसैले गर्दा अहिले चाहिँ यता 5 तर्फेवा खोला तरेर फेरि जोरपोखरी हुँदै तल माझीटार आएर तमर कोरिडोर जाने विषय छ। अब के छ थामी भाइ? छ ल दिउँ न त। अनि अब के अब माघीमा जाने? हजुर काम त गर्नु पर्यो होइन? यो चाहिँ के हो? मासु पोली खाने ठाउँ हो है। कस्तो दामी मासु पोली खाने, सेकुवा बनाउने होला साथीहरूले बनाएको। साह्रै मन पर्यो मलाई चाहिँ यो डिजाइन। एकजनाको 310 कि कति थियो होइन? अनि तपाईँको कति थियो? 1560। त्यहाँ फोटो खिच्नुभएको थियो नि? 2 जनाको खिच्नुभयो कि एकजनाको मात्रै हो? पर त क्याम माया मार्नुभयो त आउनै छोड्नुभयो।
यही अब अलि आकाइ 330 330 अनि तपाईको 1560 60 सम्म 1560 अन्त हैन 1570 हो 70 हो 70 अनि 1600 17 18 1900 हो अस्ति नै त्यही दिनै ठेलालाई मागिरहेको थिएँ अब टाढो छ नि त अब पर्न आउने तर अब यहाँ मान्छे धेरै भइसक्यो ए सुनसान भइरहेछ ल धन्यवाद